रेकर्ड छ गृहमन्त्रीज्यू, भाटबटेनीको लुटपाटमा सत्तारूढ पार्टीको, तपाईकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ। किन छोड्नुभयो तुरुन्तै? तपाईको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न, मलाई कपडा काम लाग्छ भने कपडा लिएर गयो। पछि थाहा भयो तपाईहरुले पक्रिँदाखेरि, तपाईको पुलिसले पक्रिँदाखेरि भिडियोमा हेरेर पक्रियो, तर पक्रिँदा त नेताको छोरा रहेछ। नेताको छोरालाई छोड्नुभयो, ल्याएको मान्छे छुटेन। पछि यो कुरा सार्वजनिक गरिदिन्छु भनेर धम्काएपछि 2 घण्टाभित्र तपाईहरुले छोड्नुभयो। मान्य सदस्य, यहाँको निर्धारित समय सकिएको छ। त्यसकारण यो सत्य तथ्य सार्वजनिक हुन जरुरी छ। तपाईहरुले जबसम्म प्रजातन्त्र लोकतन्त्रको नाममा यस प्रकारको निरङ्कुशता चलाइराख्नुहुन्छ, हामीले यो निरङ्कुश तन्त्रको, यो व्यवस्थाको विरोध गरिराख्छौं र यो पनि हेक्का रहोस्। हामीले यो संविधानको शपथ खाएका छौं, तर यो संविधानले यो संविधानको आलोचना गर्ने र यो संविधान परिवर्तन गर्ने अधिकार पनि सुरक्षित गरेको छ। हामीले संविधान भित्रै बसेर यो संविधानको आलोचना गरिराखेका छौं र म आग्रह गर्न चाहन्छु सबै राजनीतिक दलहरूलाई, हामीले संयमता अपनाऊ। अब समस्या प्रणालीमै आयो, नेतृत्वको कुरा मात्रै होइन। त्यसकारण तपाईले जबरजस्ती गरेर यो प्रणाली जोगिनेवाला छैन। त्यसकारण सल्लाहबाट, सहमतिबाट यो प्रणालीमा सुधार गर्नुपर्छ। भ्रष्टाचार कसले गर्छ? नेताले गर्छ। कारबाही कसले गर्ने? अख्तियार र अदालतले। अख्तियारमा को छन्? राजनैतिक दलले नियुक्ति गरेका मानिसहरू छन्। अदालतमा को हुन्छन्? तपाईले सिफारिस गरेर नियुक्ति गरेका मानिसहरू छन्, अनि उनीहरूले कारबाही गर्छ। व्यवस्था यस्तो निर्माण गर्नु भएको छ, अनि यस्तो व्यवस्थाको आलोचना नगरेर जनताले यो व्यवस्थाको समर्थन गर्छन्। त्यसकारणले यो व्यवस्थामा आमूल परिवर्तन हुन जरुरी छ। घमण्ड त्याग्नुहोस्। तपाईहरुले प्रदर्शन गर्नुभएको ठुलठुलो लगानीका प्रदर्शनहरू पनि जनताले भर्खरै हेरिसकेका छन्।